सन्तोष भाइको छोराको नाम कन्टिन्यू हो नि त कन्टिन्यू है कति क्लासमा पढ्छौ तिमी 1 क्लासमा 1 क्लासमा ओके हेलो गुड इभिनिङ नमस्ते आई एम एट द हाइट आज हामी मामा मेरो आमाको जन्मस्थल र उहाँको भाइहरू जेठो मामा मेरो ध्रुवमा हुनुहुन्छ इट्स सो लभिङ एन्ड केयरिङ एकदमै हृदयदेखि नै इन्भाइट गरेर आउनु भन्नुभएको थियो यस्तो टाइट सेड्युल छ बट स्टिल आई म्यानेज टु कम हियर विथ माई वाइफ एन्ड सन आई मस्ट से थ्याङ्क यू देम अल्सो they said yes and they didn't care. It was raining, it was thundering. Finally एकदम रमाइलो महसुस भइरहेको छ glad to be here. रातको 3 बजे कहाँ बाबु कहाँ हामी सुत्ने बेलामा आइहाल्छ ओ माई गॉड त्यसो त हामीलाई डर लाग्यो नि त अनि हामी के गर्नु त अलिकति आउँछ अनि सबै सामानले बिगारिदिन्छ त्यस्तो टाइगरै हो त मुखबाट सबै खाइदिन्छ लेपर्ड होला नि लेपर्ड नि छ त्यसको साथ लेपर्डले नि बिगारिदिन्छ म त आज त्यहाँनिर नसुत्ने हो टाइगरलाई मारिदिन्छु नि म म त त्यहाँनिर फेस गरेर सुत्दिनँ हो टाइगरले त मेरो झ्याल आयो भने कहाँ झ्यालबाट कसरी आउँछ टाइगर झ्यालबाट हेऱ्यो भने राति सुत्दाखेरि कार्यान हाउ आर यु भन्दै आउँछ होला है त्यो टाइगर त क्यारे आउँछ त नि यस्तो बाबु जन्मदाखेरि है नराम्रो मम्मी उहाँ जानुभएको ओइ गाडी आयो हो त वो हेर त दाइको आमाले त्यहाँ ए कस्तो केही याद नहुँदो रहेछ है सानोको त भैँसीको खोरे पाल्नुभएको राम्रो मैले यहाँबाट पढल बोकेर उहाँलाई देखेँ है यहाँको ठुली चाहिँ हजुर हालेर मैले हजुर पढल बोकेर अहिले बस्छन् त उठेर बसै थिएन यहाँबाट गुड मर्निङ खै कन्टिन्यू गुड मर्निङ भन्नुहोस् त ल गुड मर्निङ उठ्नुभयो हजुर माइजू गुड मर्निङ बिहानको मेरो भान्जुलाई यो त एकदमै हाम्रो प्यारो जेठी माइजू हुनुहुन्छ एकदम माया गर्ने हाम्रो मेरो पनि प्यारो प्यारो मुटुको टुकुरो भान्जा देवता धेरै धेरै धन्यवाद छ ल बा फेरि नै आउँदै राख्नु कहिले पनि मामा माइजू नभन्नु बाबामाको रूपमा हेर्नु त्यो त पक्कै त्यही सम्झेर त आउने नि हामी माइजू म मेरो मामासँग छु यी के क्षणहरूलाई एकदम यादगार बनाउनको लागि मामासँगै धेरै कुराहरू अझै पुरानो ती दिनहरू सम्झिन मन लाग्छ मामासँग 7 AM local time from Nepal. So to all my ever friends and families, see, this is how it's my country. It's so beautiful, naturally amazing, beautiful sceneries, greenery, and the fresh air. Wow! I think this cost more than millions. लेक पनि छ खास्टे ताल भन्ने छ यहाँ अलिअलि छेकिएको छ एकदम धेरै यादहरू छन् ती तालहरूसँग पनि सानो हुँदाको यहाँबाट मामाहरू माछा मार्न जानुहुन्थ्यो अनि हामी यहीँदेखि हेर्थ्यौँ मामाहरूलाई देखे जस्तो फिल हुन्थ्यो कतिखेर आउनुहुन्छ भन्नुहुन्थ्यो
हजुर हजुर हस् 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 आमासँग एकदम धेरै कुरा गर्ने इच्छाहरू थियो विगतमा त के भन्छ र ए ड्याडीको जुत्ता लगाएको खतम ए ड्याडीको जुत्ता लगाएको भएर आफ्नै जुत्ता लाउँ त ठुलो मामा घरबाट बिदाई भएर अब ल बस्नु माइजू अब सानो मामाको घरतिर जाँदैछौँ इट्स सो स्केरी मगे ग्याङै छ त अलिकति बाँदरहरू आएर मङ्की टिमले अलिकति हामीलाई ट्रबल गरिरहेछ यो चाहिँ मेरो कान्छा मामाको घर है त माइजू नमस्कार मामा कहाँ तिमी कालिका ए कालिका कालिका होइन त्यो चोक होइन त होइन यहाँ कालिका खालको ए कालिका मन्दिर ठुलकोटतिर ठुलो नमस्ते हामी आज फर्किने हो यहाँ घरबाट नआउने त Hey bro, where do you want to go riding this heavy tractor? Pokhara? We are going to Pokhara in this tractor. Hey. So heavy. Yes. वर्षमै गर्दा हुन्छ म त बरु 29 भने ओके के गर्ने 29 बेटा होइन त्यो वेडिङ सेरोमनी त होइन तर बिहा त गर्दिनँ तपाईँसँगै बिहा ल आज हाम्रो माइतीले त्यो दुःख गरेर मिठो खानु करेक्सन Hello, back again to give update. It's afternoon time and I'm at Mama घर कान्छो मामा माइजीको घरमा चाहिँ आएको छु एकदमै मिहिनेत गरेर भान्जालाई खाना खुवाएर पठाउने तयारी गर्दै हुनुहुन्छ त्यसको लागि हामी पनि एकदम आभारी छौँ मलाई त गाह्रो लाग्छ नि त हो डु यु रिमेम्बर यो अम्बाको रुख लास्ट टाइम हामीले कति आनन्द महसुस भइसकेको छ है त्यो सहरको भिडबाट टाढा यो शान्त सुन्दर ठाउँमा यसरी बस्न पाउँदा यस्तो पिसफुल रिल्याक्स फिल भएको छ जिन्दगीमा कति भाग्ने यार कति दौडिने है काम काम भन्नु चाहिँ हिँडेछ इष्टमित्र आफन्त सबैबाट टाढा सधैँ टाढा अनि अचानक
एउटा ब्रेक लिएर यसरी रिल्याक्स भएर बस्न पाउँदा चाहिँ ऊर्जा शक्ति चाहिँ एकदम बढेर आएको चाहिँ महसुस हुन्छ मलाई। होटलले गुलिली चलाउनु सिकेको ल कस्तो लाग्यो त अब हजुरबुवालाई भन्देऊ त भन्देऊ हजुरबालाई भन्देऊ त के हो त्यो ल त्यो एयरपोर्ट हो। कानमा लाएर सुन्ने ल फुलबारीमा पानी बनाएर पानी त बनाएको होइन तर फुलहरूले ए यहाँ पानी प्लान्ट प्लान त्यो एक्स्ट्रा वाटर हो। ओके ल ओहो हजुर Finally, मामा घरको we are gonna go to Subhan's mama घर। मामा घरको कोसेली चामल गुन्द्रुक अनदीको चामल Oh my god, माइजूले हेर्नु त के हालिदिनु पर्छ। नदीको चामल रे, बोक्न सक्छ नि कोदो रे, गुन्द्रुक रे। पछि म फेरि आउँदाखेरि त्यो गुलिली खेल्छु र भैँसीले खुवाइदिन्छु। तिमीलाई पहिला अम्बाको रुखमा हो टिपेथ्यो त। अनि त्यति बेलाको अम्बा चाहिँ मिठो थियो कुहिए थिए जम्मै तर मैले त खाएन त। राम्रो राम्रो रोजेर टिप्यो नि तिमीले अहिले त त्यस्तो भएको थियो त नि अम्बा त सबै कुहियो यता पनि काट्नु भयो यताको झारे यसरी वेल सोचेको भन्दा पनि झनै रमाइलो है। माइजू सानोमा माइजू घरमा खाना बनाउनु भयो, लन्च खायौँ। त्यसपछि माइजूले एक बोरा अलमोस्ट लाइक 40 केजी छ है, 40 केजीको पार्सलहरू प्याक गरिदिनु भएको छ। त्यही त है, मामा माइजूको माया सधैँ रहिरहोस्, अझै बढिरहोस् भन्ने कामनाका साथ अब यो पललाई मामा घरबाट हामी अब चाँडै नै बिदाय हुने तयारीमा छौँ। कुन अरे दिदीलाई दिदीलाई पढ्छ पढ्दैन त्यो दिदीलाई उता गएर दिन्छु कस्तो बेला आउँछ क्या दिदी फोटो देखाइदियो पैसै पैसै उनाउने बेला बाबु आउनुभएको अनि पैसा दिएर छोड्नुपर्छ कि भाइहरूलाई। ओहो त्यो पैसा दिएर खुसी भएर केटीलाई पैसा दिएपछि मुखमा नाम त अर्को त आउँदैन आउने होइन फेरि ठ्याक्क त्यही त उहाँहरूलाई याद आउँछ है। बल्ल चिन्यौ विजय दाईलाई ल तिमीलाई धेरै धेरै धन्यवाद फोन गरिराख्नु है।